सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई आवर युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि मैले चाहिँ बिहानको नास्ता खाएर सबै कुरा गरेर एकछिन यहाँ पढ्न बसिरहेको। मलाई पढ्न लागेपछि के कुराहरू पो याद आउँछ, खै मलाई के हुन्छ किताब छोयो कि निद्रा लाग्ने हो कि एकछिन मोबाइलहरू भन्ने फिल हुने हो कि के हुन्छ मलाई मात्र यस्तै हो कि सबैजनालाई यस्तै हुन्छ, मलाई यस्तै भएर होला म पढाइमा कमजोर भएको। सो ठिकै छ। अनि आज चाहिँ के कस्तो हुन्छ हेर्न नबिर्सिनु होला गाइज। हाम्रो घरमा तालमाल, यता देउरानी पनि मोबाइलमा व्यस्त, छोरी त झन् रात दिनै मोबाइलमा व्यस्त। पुङ्कु हाई गरिदेऊ, हाई गर्दिस्यो न, हाई नमस्ते गर्दिस्यो। के हेर्न लाग्यो, हाई गर त पुङ्कु। पढ्नु पर्दैन छोरो, के हो यसले हेर्ने, के हो नि यो के हेर्छ यसले। अनि मौसम चाहिँ आज यस्तो छ, म चाहिँ बाहिर जान पाएको छैन, पानी परेको छ, अलिअलि पानी परिरहेको छ। जोस् राम्रो छ मौसमहरू। अब यस्तै छ। अहिले चाहिँ एकछिनमा म बाहिर निस्किन्छु होला। सो गाइज म चाहिँ भर्खरमा पार्लरमा पुगेको, बुढोको फोन आएर सतायो, के गर्ने उति तिनी चाहिँ मुसु हाँस्दै दिन किन हाँसेको। अनि हाम्रो पार्लर चाहिँ यस्तो छ, भिजिट गर्नु होला कहिले कसो बसेर। अनि छाया के कस्तो भयो तिम्रो रोपाइ भन। एकदम राम्रो भयो। म रोप्न आउने भनेको थिएँ यार, सरी यार, मैले त भ्याइन नि त, नानु छ कहिलेदेखि। शुक्रबार फेरि मेरो बर्थडे थियो कि छोरीको, अनि अब त्यहाँ यताउता गर्नुपर्ने, सबै कुरा आफैले म्यानेज गर्नुपर्ने है। केटीहरूका जस्तो भयो पो यताउता जाउँ यताउता गरौँ भन्नु के, मलाई त त्यस्तो छैन नि त, हो कि आमा। लक्ष्मी पनि आउँछिन अरे। पुष्पले रमाइलो ए आज किन दही चिउरा खाने हुन्छ नि त, के गर्ने हो, रमाइलो गर्ने खाऊँ न त ल्याएर है सबैजना यति रमाइलो गरौँ हामी घरमा। के गर्ने, म त झ्याउ लाएर आइहालेँ। छोरी यस्तो डिस्टर्ब, फेरि पानी आएको पनि भयो कि काकी दिन्छ यहीँ गरेर खाउँला होइन सबैजना यता। सो गाइज म चाहिँ केही सामान लिन आएको थिएँ, यहाँ बनेको जस्तो सामान नै पाएन। सो म चाहिँ अहिले जाँदैछु। के छ दाइ सन्चै, कसरी छ पानीपुरी, प्लेटको कसरी हो थियो, कस्तो छ त व्यापार व्यवसाय। पानी आउलास् के छ है आज पनि। मलाई धेरै नै उति हालिदिनु, म 2-3 खान्छु, धेरै खान सक्दैन, थाहै छ हजुरलाई। पानीपुरी त म धेरै खान सक्दैन खै, खिरा राख्छु नि त। पानीपुरी खाँदैछु म त, यहाँ राख्नु है, यहाँनिर त्यो हातमा पुग्ने जस्तो, यहाँनिर हातमा मोबाइल छ नि त, पुग्ने जस्तो हुन्छ। गुडिवाला हाल्नु त, चाट कसरी त्यही उस्तिकै हो, गुडिवाला हाल्नु। एउटा खाएकै छैन। सो गाइज यहाँ चाहिँ हाम्रो अर्को मिस्त्रीलाई चोट लागेछ, के गर्नु खै। मिस्त्री घाउ देखा नि त कत्रो लाग्यो। त्यही पनि भोलि बिसायो भने झ्याउ हुन्छ कि नै भन्नु त। हामसँग काम गर्नुको यसो निकाल्दाखेरि कति गाह्रो हुन्छ। त्यो किरा होइन कि, त्यो रुखबाट गिरेको आँप हो नि त, रुखबाट गिरेको आँप हो नि त। लिनु मिस्त्री आँप खानुहोस्, मैले तपाईँलाई नास्ता ल्याइदिएको। अर्को पनि खानुहोस् न, किन एउटा मात्र खाने हो कि नै, खानु पऱ्यो त पाकेको आँप त। यस्तै छ, आज निकाल्ने कामहरू भयो। मिस्त्रीको हातमा पनि चोट लाग्यो, अनि मिस्त्री